हामी सरकारमाथि विश्वास गर्छौं। नेपालमा हामी जनताले विश्वास गर्ने सरकारलाई हो। कुन मान्छेलाई कताबाट कहाँ लग्यो, कुन मान्छेलाई कताबाट कता लग्यो, कसको टेलिफोनको भरमा कता लग्यो, यो सबै जाने पक्षमा छैन म। उहाँहरूले गरेको कामबाट विश्वास गरिन्छ। त्यसकारण उहाँहरूले काम राम्रो गर्नु भएको छ अरे। के फाइलहरु उहाँ खोज्दै हुनुहुन्छ अरे। यो आफ्नो कुरा हुन्। यो फाइल खोज्ने कुरा भएको धेरै वर्ष भयो। नमस्ते दर्शकबिनले हार्दिक स्वागत छ। पछिल्लो जल्दोबल्दो राजनीतिक घटनाक्रमको विषयमा चिरफायर गर्नको निम्ति वामपन्थी एवं राजावादी नेता देवराज अधिकारी हामीसँग हुनुहुन्छ। सर सम्पूर्ण मिडियामा स्वागत छ। नमस्कार बाबु, धन्यवाद। के छ, आराम हुनुहुन्छ? ठीक छ बाबु, राम्रै छ। अब जस्तो जेजी आन्दोलन पश्चात एक किसिमको सरकारमा नयाँ अनुहार आएका थिए। अन्तरिम सरकारमा दलभन्दा बाहिरका आएका योग्य व्यक्ति भनिएको थियो। तर यो अन्तरिम सरकारका सम्पूर्ण मन्त्रीहरूलाई पनि बार आरोप आयो नि पछिल्लो समय विदेशी सेटिङमा बनेका भनेर। कसरी लिनुभएको छ? तपाईको यो वीर गोर्खाली टेलिभिजनमा फेरि पनि मैले आएर भेट्न पाएँ, तपाईहरुसँग बसेर कुरा गर्ने मौका पाएँ। यस बेलामा म सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी हाम्रा दाजुभाइ दिदीबहिनीहरू जो हुनुहुन्छ, अहिले सबैलाई म यो बडा दशैंको मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। दुर्गा भवानीले अब हाम्रो मुलुकमा अस्ति घटेको जस्तो ठुलो दर्दनाक घटना, विभत्स घटना फेरि त्यसको आवश्यकता नपरोस्, नघटोस्। घटाउने बुद्धि, त्यस्तो मूर्ख बुद्धि कसैले पनि नल्याउन् भन्ने म भगवती माताबाट चाहिने आशीर्वाद प्राप्त होस् भन्ने म फेरि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र वास्तवमा अहिले हाम्रो मुलुक धेरै नै सङ्कटग्रस्त अवस्थामा दिन प्रतिदिन जाकिरहेको छ। निकै नराम्रोसँग जाकिएको छ। जेनजी भनेको यो अंग्रेजी भाषाको शब्द हो। यो कुन देशमा कतातिर यसको उत्पत्ति भयो र कसले पोके पारेर पठाइदियो नेपालमा, मलाई त्यसको बारेमा त्यति जानकारी छैन। तर कुरा के हो भने हरेक समय यस्तै हुन्छ। म पनि एक दिन विद्यार्थी थिएँ, 18, 17, 15 वर्षको केटो विद्यार्थी। युवा पुस्ता ती समग्र युवा पुस्ताहरूमा एउटा मनमा एउटा बडो खटपटी हुन्छ। यो धरतीको निम्ति के गरौँ, आफू जन्मेको मातृभूमिको निम्ति के गरौँ, यो मुलुकमा भएका समस्या समाधान गरौँ, म अगाडि सर गरौँ भन्ने उत्साह हुन्छ, जाँगर हुन्छ, हौसला हुन्छ। ती कुरालाई हामी सबै प्रौढहरूले, हामी सबै सक्षम अभिभावकहरूले उनीहरूलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। सरकारले पनि उनीहरूका कुरा सुनेर ध्यान दिएर उनीहरूले उठाएका राम्रा कुराहरूमा साथ दिनुपर्छ। अनि मुलुक प्रत्येक दिन मुलुकले विकासको गति अगाडि लिएर जान्छ। त्यस्तो यहाँ हुन सकेन। बडो दुर्भाग्य के हो भने यी युवा पुस्ताका विद्यार्थी युवकहरूले सही र जायज कुराहरू लिएर जाँदाखेरि यहाँ चाहिँ गोली बर्साइयो उनीहरूमाथि। निहत्ता एउटा चाहिँ विद्यार्थीमाथि चाहिँ निरसंसार एउटा चाहिँ बडो दुःखद अवस्था भयो। विद्यार्थीहरूको, युवकहरूको सरकार ढल्नुपर्छ, सरकार ढलोस् भन्ने चाहना होइन, उनीहरूको माग त्यो हुँदा पनि होइन। यहाँ त खेले यस्तो खालको खेलिन्छ कि यहाँ उनीहरूले शुद्ध उनीहरूको सोच के हो भने यो हामीले बोल्न पाउने हाम्रो संसारमाथि चाहिँ तिमीले किन हाम्रो सुसूचना अधिकारमा किन बन्देज गर्यौ? बिग मिस्टेक भइसक्यो, फेरि सुरु गर्नुपर्छ। तारै लाएर त्यसलाई फेरि क्लियर गर्न पाऊ न। 1 2 3 भन्नुहोस् है। हुन्छ हुन्छ हुन्छ। मेरो मिस्टेक भयो? मेरो त केही गल्ती छैन बाबु। छैन मिलाउनुहोस्, राम्रोसँग मिलाउनुहोस्, केही छैन। सुनिन्छ त सुनिन्छ कि लाइभ हो। पर्दैन त्यो काट्नु पर्दैन। अनि फेरि नयाँबाट सुरु गर्नु पर्यो होइन? नयाँबाटै गरिहालिन्छ। हुन्छ। अनि त्यो लाइभ गर्दा के हुन्छ त? त्यो केही हुँदैन, त्यो बिग्रिँदैन। त्यसमा तार छैन नि त। डिएमजी यो तिम्रो खुले हो। नमस्ते दर्शकबिनले हार्दिक स्वागत छ। पछिल्लो जल्दोबल्दो राजनीतिक घटनाक्रमको विषयमा चिरफायर गर्नेछौँ। जसरी जेनजी आन्दोलन पश्चात देशमा अन्तरिम सरकार गठन भइसकेको छ भने पुराना भ्रष्ट तानाशाहीको एक किसिमको अन्त्य भयो भन्दै गर्दा उनीहरू सलबलाइसकेका छन्। फेरि अहिले जुन सरकारमा आएका मन्त्रीहरू केही न केही सफलता पाइसकेका आशा लाग्दा व्यक्तिहरू आइसकेपछि, शपथ खाइसकेपछि उनीहरूको पनि विरोध भइसकेको छ।
उनीहरू पनि विदेशी कुनै न कुनै फाउन्डेसनको सेटिङमा आए, मन्त्री खाए भन्ने आरोप छ। विशेष गरी यही फेरिमा चर्चा गर्नेछौँ भने जसरी जेन्जी आन्दोलनमा युवाहरूलाई दमन गरियो, छातीमा टाउकोमा गोली ताकी हत्या गर्दा पनि तत्कालीन सरकार प्रमुख, प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँको सिडिओलाई किन पक्राउ गरिएन भन्ने किसिमको आलोचना पनि भइरहेको छ। विशेष गरी कुराकानीको निम्ति वामपन्थी एवं राजावादी नेता देवराज अधिकारी हामीसँग हुनुहुन्छ। सम्पूर्ण मिडियामा स्वागत छ यहाँलाई। बाबु धन्यवाद, मैले फेरि पनि मलाई सम्झेर बोलाउनु भयो। अहिले त अब हाम्रो बडा दशैं नवरात्र सुरु भइसकेको छ। यस्तो पुनित अवसरमा म सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीहरूलाई म मेरो व्यक्तिगत तर्फबाट र विश्व हिन्दू परिषदको तर्फबाट पनि सबैमा हार्दिक मङ्गलमय शुभकामना टक्राउँछु। र हामीले हिजो अस्ति भोगेका जस्ता नराम्रा, घृणित र विभत्स घटनाहरू फेरि हाम्रो मुलुकमा कहिले पनि नघटोस्, हाम्रो वैदिक सनातन धर्ममै नघटोस्, मानव संसारमै त्यस्ता घटनाहरू नघटुन्। माता भवानीले हामीलाई कृपा गर्नुहोस् भन्ने म हार्दिक माता भगवानप्रति पनि श्रद्धा अर्पण गर्दछु। र अहिलेको अवस्थामा हामी बडो चिन्तित अवस्थामा छौँ। जस्तो चिन्तित भन्दै गर्दा एक किसिमको विद्रोह भयो, जुन किसिमले वर्षौँदेखि देशलाई लुटेका थिए, नेपाल आमामाथि बलात्कार गरेका थिए, भ्रष्टाचार गरेका थिए, तानाशाह भइरहेका थिए। एउटा जेन्जी आन्दोलनले ती पुस्ताहरूलाई त हटाउने काम गरेको थियो, फेरि सल्बलाइसक्यो नि, कसरी लिनुभएको छ? सल्बलाइसक्यो। यो चाहिने सबै कुरा मिले मतबाट भएको जस्तो देखिन्छ। किनभने यहाँ त्यो मान्छेहरू बोलाइदिनु है। हजुर म यहाँ स्टुडियोमै छु, आउनुहोस् हजुर। त्यो गहिरो छ नि, गहिरो त्यहाँ त्यो जुन त्यो इन्द्रेणी भन्ने छ नि, इन्द्रेणीको त्यो गहिरो यसो झर्छ नि बुद्धनगरतिर, त्यहाँबाट यसो 5-7-10वटा घर तलतिर गएपछि बाटैमा एउटा गणेशजीको मन्दिर छ, रातो गणेशजीको रातो मन्दिर छ, बाटैमा छ मन्दिर। हजुर त्यता मन्दिरमा चाहिँ नि त्यही मन्दिर भएकै घरको माथि तलामाथि सबभन्दा माथि छतमा हामी छौँ। हजुरले त्यही मन्दिरको पछाडि ढोका खुला गर्दै भर्याङ चढ्दै 3 तलामाथि आएपछि हुन्छ हजुर, त्यहाँ आएर फोन गरे पनि हुन्छ है हजुर। होइन तलै आएर म स्टुडियोमा छु नि त, म तलै आउनु पर्यो, त्यो मन्दिर भेटामा आउनु पर्यो हजुरले। म स्टुडियोमै छु अहिले, मेरो उहाँ अन्तर्वार्ता चल्दैछ। हजुर त्यहाँ आएर त्यो इन्द्रेणीको तल्लोपट्टि गहिरो आएर सर आएर मन्दिर छ, त्यो मन्दिरकै के गर्ने लो। अब यो त जरुरी मान्छे परन्तु यहाँ आउने मान्छे हो नि त, बोलाएको मान्छे। ल त्यसलाई बन्द गरिदिनुहोस्, अब जो आए पनि अब फेरि सुरु गर्नुहोस्। ल तेस्रो पटक हुन्छ, केमा नमिलेको कुरा मिलाउनुहोस् अब। नमस्ते दर्शकबिन, हार्दिक स्वागत छ। पछिल्लो जल्दो बल्दो राजनीतिक घटनाक्रमको विषयमा कुराकानीको निम्ति वामपन्थी एवं राजावादी नेता देवराज अधिकारी हामीसँग हुनुहुन्छ। सम्पूर्ण मिडियामा स्वागत छ। धन्यवाद बाबु, धन्यवाद। के छ, आराम हुनुहुन्छ? बडो राम्रो छ। आज फेरि तपाईँले मलाई यो वीर गोर्खाली टेलिभिजनमा बोलाउनु भयो र यस अवस्थामा तपाईँले मलाई साह्रै ठुलो सौभाग्य के दिनुभयो भने अहिले हामीहरू यो 2082 सालको बडा दशैं सुरुवात भइसकेको छ, यो नवरात्र सुरु भइसकेको छ। आज तेस्रो दिन भइसक्यो। म सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीहरूलाई, सम्पूर्ण मानव समुदायका मानववादीहरूलाई र सबैलाई यो चाहिने शान्तिप्रिय सबै जनताहरूलाई विश्व हिन्दू परिषदको तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि मङ्गलमय शुभकामना टक्राउन चाहन्छु बडा दशैंको उपलक्ष्यमा। र यो मौका तपाईँले मलाई मिलाइदिनु भयो, यसको निम्ति म वीर गोर्खाली टेलिभिजनलाई हार्दिक धन्यवाद दिन चाहन्छु बाबु। होइन, जस्तो जेन्जी आन्दोलनले किसिमको भ्रष्ट तानाशाही होइन शासकहरूको अन्त्य गरियो, नयाँ युवाहरू उदाउँछन् भनेर जुन किसिमले एक किसिमको जेन्जीकै समर्थनमा अन्तरिम सरकार पनि बन्यो। त्यो सरकारमा गएका मन्त्रीहरूले पदभार ग्रहण गर्दै गर्दा एक किसिमले जनतामा उत्साह पनि थियो। तर पछिल्लो समय तिनै व्यक्तिमाथि प्रहार भइरहेको छ।
धेरैले घेराबन्दीमा पनि पारेका छन्। विशेष गरी ती व्यक्तिहरू पनि विदेशी फाउन्डेसनको इसारामा चल्दै थिए, बार फाउन्डेसनका इसारामा चले। त्यही फाउन्डेसनका सदस्य पनि मात्रै मन्त्रीमण्डलमा भए भनेर लिएको छ। कसरी लिनुभएको छ? अहिले बजारमा त्यही नै कुरा छ। यो अङ्ग्रेजी शब्द जेनजी भन्ने प्रयोग गर्न खोज्यो हाम्रो नेपालमा, नेपाली भाषामा। हामीलाई युवा पुस्ता भने पनि हामी बुझ्थ्यौँ, सबै नेपाली जनताले बुझ्थे। र युवा पुस्ताका विद्यार्थीहरूले देशमा भइरहेको भ्रष्टाचार, अनियमितता, जनताले पाएको दुःख, विदेशमा जानु परेको युवकहरूको अवस्था, घरबार विहीन भएको अवस्था, गरिबी, अब यो चाहिँ नै चक्रवृत्ति ब्याजवाला कुराहरू छन्। यो चाहिँ नै उखु व्यवसायी किसानहरूको छ। यो सबै किसान पक्षमा भनौँ वा व्यवसायी भनौँ, सबैतिर एउटा चिन्ता, छटपटाट, कसरी अगाडि बढ्ने, कसरी दिन बिताउने, कसरी मुलुकको विकास गर्ने कुरामा चिन्ता भइरहेको बेलामा केही युवा पुस्ताका युवा विद्यार्थीहरू सडकमा उत्रिए, आक्रोश व्यक्त गरे र सरकारलाई केही प्रश्नहरू गरे। सरकारले त्यसको प्रश्नको जवाब दिनुपर्ने, त्यसको ठाउँमा सरकार आफै भन्छ, आफै भागा भएको अवस्थामा सरकार भयो, जवाब दिन नसकेर भएको वा उनीहरूसँग ठिक्न नसकेर भएको वा थाम्न नसकेर भएको, सरकार नै गद्दी छोडेर भागिसक्यो। होइन, जवाब दिन त खोजेको हो, तर गोली असुर ग्यासले मात्रै चाह्यो नि त्यतिखेर त, होइन र? यस्तो प्रकारको युवामाथि कसरी ताकी छाती र टाउकोमा गोली हान्यो, हत्या गर्यो सडकमा, त्यतिखेरको सरकारले शान्तिपूर्ण रूपमा प्रश्नका जवाफहरू, समस्याका समाधानहरूमा अगाडि आउनुपर्नेमा सरकार गोली लिएर आयो, बन्दुक लिएर आयो र निहत्था सडकमा चाहिँ नै जनतालाई चाहिँ नै सडक रताम्मै हुने गरेर मुलुकमा रुवावासी मेचीदेखि महाकालीसम्म नै एक प्रकार आतङ्कको राज्य सिर्जना गरेर सरकार राति नै भाग्यो। सरकार भाग्यो। यहाँ विद्यार्थीले सरकारलाई खेदेको छैन, सरकार आफै भागेको छ। किन भाग्यो? सरकार यसरी भन्दा सरकार आफै निकममा भएर मुलुक चलाइरहेको थियो। सरकारले वास्तविक जनताको प्रतिनिधित्व गर्न सकेको थिएन, जनताका समस्याहरू समाधान गर्न सकेका थिएन, जनताले खोजेको दिन सकेका थिएन। जनताको आवश्यकतामा सरकारले निर्मम तरिकाबाट दमनको बाटो लियो। आवश्यकता पुरा गर्नुपर्ने ठाउँमा दमनको बाटो लिएर उसले चाहिँ नै आफूलाई श्रेष्ठ बनाउन खोज्यो। यो अवस्थामा अहिले यो चाहिँ नै 23 र 24 गतेको जो आन्दोलन अगाडि आयो, यो आन्दोलनले ठिकै भन्नुभयो तपाईँले, यो आन्दोलनले केही नयाँ कुरा ल्याउला, केही नयाँ कुरा गर्ला भन्ने कुरा थियो। मान्छेमा जाँगर, उत्साह एक प्रकारको आएको थियो, तर त्यो कता कता फेरि अहिले निराश हुँदै गएको छ। हुन त यहाँ अन्तरिम सरकार भन्ने बन्यो। जेनजी पुस्ताका त्यो विद्यार्थीले कस्तो सरकार बन्ने, के बन्ने भने पनि यो व्यवस्था नै जानुपर्छ। किनभने यी प्रश्नको जवाब दिन नसके व्यवस्था जानुपर्छ। प्रश्नको जवाब दिन सको, सन्तुष्ट गर्न सक्यो भने ठिकै छ नि, मुलुक अगाडि बढ्दै गर्छ भन्ने सकारात्मक सोच राखेको ठाउँमा सरकार आफू नकारात्मक रूपमा भागेर गयो, रातारात भाग्यो, सेनामा गएर सेनाको शरण पर्न गयो सरकार। अब अरू खालका जो मान्छेहरू आए, ती मान्छेहरू कहाँबाट बने, कसरी बनाए, यो विधान अन्तर्गत छ कि? अब हुन त सेनाले आवश्यकताको सिद्धान्त अपनाएर यो चाहिँ नै सरकार निर्माण गरेको भनेर सेना अगाडि सरेको छ। आवश्यकताको सिद्धान्त त कसरी? यही संविधान जीवित भइसकेपछि, तिनै राष्ट्रपति भइसकेपछि तीबाट बनियो नि। आवश्यकताको सिद्धान्त लागू भयो र? आवश्यकताको सिद्धान्तको पनि प्रयोग भएन। यहाँ आवश्यकताको सिद्धान्त जसले बाबुले प्रयोग गर्न सक्दैन, सेनाले मात्रै सक्छ। देशको आवश्यकता पर्यो, सेनाले त्यसमा आफ्नो चाहिँ नै शक्ति अगाडि राखेर गर्न सक्छ। होइन, राष्ट्रपतिले राजीनामा हुँदैन, नदिएको फेरमा सेना कसरी जरुरत थियो सरकार बनाउन? आवश्यकता सिद्धान्त पनि यहाँ प्रयोग हुन सकेन। यहाँ सुन्नुहोस्, राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा नदिएको फेजमा सेनाले सरकार बनाउने थियो? मिल्दैन थियो, मिल्दैन थियो। यो सेनाले बनाएको सरकार हो कि यो चाहिँ राष्ट्रपतिले बनाएको सरकार हो? राष्ट्रपतिले बनाएको सरकार हो भने राष्ट्रपति यो चाहिँ संसदभन्दा बाहिरका मान्छेले आएर मन्त्री बनाउन वा प्रधानमन्त्री बनाउन मिल्छ कि मिल्दैन राष्ट्रपतिले? एउटा यो प्रश्न हो। सेनाले सरकार बनाउने भने राष्ट्रपति फेरि जिउँदै त्यहाँ शीतल निवासमा बस्न मिल्छ कि मिल्दैन? एउटा बडो डाइलामा पोजिसन छ यहाँनिर। यदि सेनाले सरकार यो बनाएको हो भने राष्ट्रपति किन बसिरहेका छन् यहाँ? यो देशको राष्ट्रपतिको काम के छ? त्यो शीतल निवासमा किन बसिरहेका छन्? होइन, यो राष्ट्रपतिले बनाएको हो भने राष्ट्रपतिले बनाउन त पार्लियामेन्टभित्रका सदस्यबाट बनाउनु पर्ने हो नि। पार्लियामेन्ट विघटन गरेर उनी फेरि कहाँबाट मान्छे खोजेर ल्याएर मन्त्री प्रधानमन्त्री बनाउने अधिकार यिनलाई कसले दियो? कुन नियम, कुन कानुनले गर्यो? होइन, जे होस्, ल सरकार बन्यो, अन्तरिम सरकार। एक किसिमका जेनजीहरूमा पनि टुटफुट भयो। एक किसिमले समर्थन पनि गरे भने अर्का किसिमले समर्थन गरेका छैनन्, अझै आन्दोलन गर्छौँ भन्दैछन्। जुन किसिमले सरकारमा गए विभिन्न व्यक्ति, विशिष्ट व्यक्तिहरू पनि गएका छन्। राइट प्लेस जस्तो पनि देखिन्छ। आफ्नो क्षेत्रमा सक्सेस व्यक्तिहरू पनि गएका हुन्।
तर उनीहरूमाथि नै आरोप लगाइहाल्नु पर्छ र अहिले पहिलो कुरा त यिनीहरूलाई जस दिने ठाउँ पनि छैन, अहिले आरोप लगाइहाल्नुपर्ने अवस्था पनि छैन। तर कुरा के भने यिनीहरू आएका के को निम्ति भन्दा यो विध्वंसक गतिविधि जो गर्यो ती मान्छेलाई पहिले एरेस्ट गर्नु पर्थ्यो, पक्रिनु पर्थ्यो। सबभन्दा पहिले यो देशमा त्यो दिन 24 गतेको दिन जो घटना घटाइयो, जुन अपराधी काम भयो, जो राष्ट्रघाती काम भयो, ज्यानमारा काम भयो, यति ठुलो विभत्स मुलुकको यति ठुलो 40 खरबभन्दा बढी रकम चाहिँ मुलुकको ध्वस्त भएको छ। यसको निम्ति त्यस बेलाको सरकार जिम्मेवार हुनाले त्यस बेलाका जिम्मेवार सरकारलाई ल्याएर पहिले चाहिँ कठघरामा राखेर तिनीहरूलाई अनुसन्धान गर्नु पर्थ्यो। म तपाईँलाई बताउँ 2017 साल पुस गतेका दिन श्री 5 महेन्द्रबाट जिउँदो दिउँसो 2 बजे एउटा ठुलो सभामा भाषण गरिरहेका त्यस बेलाका जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई लगेर त्यहाँ एरेस्ट गरेको थियो। एरेस्ट गरेर लगाएर उनलाई थुनियो, अनि मात्रै अरूलाई तलका अरूलाई खोज्ने काम भयो। यहाँका त त्यसलाई अपराधी भनेर जसलाई चिनिन्छन्, जो मुख्य अपराधी हुन्, त्यो मुख्य अपराधी वक्तव्य दिएर हिँडिरहेका छन्। को थिए त ठ्याक्कै खुलाइदिनुस् न। त्यो देशको प्रधानमन्त्री त्यस बेला नलुकाई बताइदिनुस् है, तपाईँ त त्यस बेला व्यक्ति पुरानो नेता पनि हो। को थिए त त्यति त्यस बेलाको प्रधानमन्त्री मुख्य जिम्मेवार हुनुहुन्छ, त्यस बेलाको राष्ट्रपति अर्को जिम्मेवार हुनुहुन्छ, त्यस बेलाको गृहमन्त्री स्वयं बन्दुकधारी हुनुहुन्छ, उहाँ जिम्मेवार हुनुहुन्छ। भनेपछि केपी ओली, रमेश लेखकहरू नि मुख्य राष्ट्रपतिज्यू पनि हुनुहुन्छ, जिम्मेवार भित्रै पर्नुहुन्छ। उहाँ पनि सेतो लुगा लाउँदै बाबा छुट्टी पाउनुहुन्न, उहाँ राष्ट्रपति भएर बस्नु भएको छ, सेनाको परमाधिपति भएर बस्नु भएको छ। यस्ता व्यक्ति त्यत्रो घटना घट्दाखेरि उहाँले आफ्नो आदेश, आफ्नो चाहिँ शब्द कहाँ प्रयोग गर्नुपर्ने हो? अथवा त संविधान जोगाउन थाले कि देश जोगाउन थाल्ने? या मान्छे संविधान जोगाउने, गणतन्त्र जोगाउने भन्दा कुदाकुद गर्न थाले। हामी नेपाली जनतालाई हाम्रो देश जोगिनु पर्यो, हाम्रो राष्ट्र जोगिनु पर्यो, नेपाली जनता जोगिनु पर्यो भन्ने चिन्तामा हामी छौँ। यहाँ त संविधान र गणतन्त्र जोगाउने काममा यहाँका राष्ट्रपति र अरू भनाउँदा मान्छेहरू कुदाकुद गर्न थाले। यो दुर्दिनको अवस्था हो, हेर्नुहोस्। त्यसपछि यहाँको सिडिओ, जसलाई यहाँ चाहिँ स्थानीय रूपमा सरकार भनिन्छ, यी जिम्मेवार हुन्। यहाँ नगरपालिका यो स्थानीय सरकार हो। अहिले हिजो कस्तो नगर पञ्चायत होइन, अहिलेको त नगरपालिका त स्थानीय सरकार हो। सम्पूर्ण अधिकार छ योसँग गोली गट्ठा पनि छन्, योसँग पैसा पनि छ, सम्पूर्ण भएको अधिकार सम्पन्न यो जो नगरपालिका छ, त्यो नगरपालिकाको ठिक अगाडिपट्टि देशको ठुलो सम्पत्ति सिंहदरबार छ, यति ठुलो सम्पत्ति चाहिँ न्यायालय छ, यति ठुलो सम्पत्ति चाहिँ तपाईँको संविधान सभा छ, लगायतका धेरै सम्पत्तिहरू घरघरि आगो लाग्दाखेरि मेयर साहब हेरेर बसिरहनु भयो, स्थानीय सरकार हेरेर बसिरह्यो। यो बडो दुर्दशाको अवस्था आयो हाम्रो अगाडि। यी सब किन भइरहेको छ? कसले गरिरहेका छन्? यिनै अपराधीहरू हुन्। यी अपराधीहरूले पहिले नथुने छन्, अरू कुरा गरेर अरू नाचेर सारी हल्लाएर केही हुँदैन। यो अहिलेको अन्तरिम सरकारले पहिलो प्राथमिकता भनेकी केपी ओली, रमेश लेखकलाई पक्रिनु जस्ता मान्छे, यी जस्ता अपराधी मान्छेलाई पहिले लगेर कठघरामा राखेर यिनीहरूलाई बयान गराएर यिनीहरूको बयानको आधारमा अरू को त अपराधी भन्ने कुरा छानबिन गरिन्छ। यो त्यो चाहिँ एउटा प्रक्रिया हो। अपराधी सिंह अपराधी चाहिँ बाहिर वक्तव्य दिएर हिँड्ने, अरू कता खोज्दै हिँड्ने, भुसुनाहरू खोजेर हिँड्ने हुन्छ र त्यो त आदेश पालन गर्ने हुन् तलका भनेका त। यी सिपाही पुलिस वा तलका जो जस्तो त्यो आदेश पालन गर्ने। यहाँ जस्तो घुसपेट भएर यत्रो विदन्दा मचाउनेलाई चाहिँ सरकारले पक्राउ गर्न खोज्यो, त्यतिखेर गोली हान्न लगाउने र गोली हान्नेलाई पनि त पक्रिनु पर्थ्यो नि, होइन? पर्थ्यो त। यहाँ घुसपेट भयो भनेर प्रधानमन्त्री भनिराख्नु भएको थियो। त्यस बेला प्रधानमन्त्रीले घुसपेट भएको देख्दा किन रोक्नु भएन? उहाँको जिम्मेवारी हो नि, प्रधानमन्त्रीको गृहमन्त्रीको जिम्मेवारी हो नि घुसपेट रोक्नुपर्ने। उहाँहरू त घुसपेट नरोक्ने, घुसपेट भयो भनेर उहाँले कसलाई सुनाएको थियो? बन्दुकधारी भटाभटी मान्छे मार्दैछ, उहाँ घुसपेट भयो भन्नुहुन्छ। फेरि जाग्ने रे नि त, गुन्डुबाट भन्नु भइसक्यो सबै अनुशासित हुनुपर्छ, नेपालीको पहिचान भनेको अनुशासित हुने हो भनिसक्नु भएको छ। विभिन्न प्राणीहरू हुन्छन्, अवस्था अनुसार हुन्छ। हेर्नुहोस्, अब हिरण्यकशिपु भन्ने पनि एउटा थियो सत्ययुगमा, त्यसलाई पनि पछि त्यसको समय आएपछि त्यो गयो। यिनीहरूको पनि समय फेरि यिनीहरू फर्केर आउने सम्भावना त छैन। तर यिनीहरूले जे जति नराम्रा कामहरू गरेका छन्, म भन्दिनँ मैले यो काम यिनीहरू कानुन विपरीत गरे भन्दिनँ म। त्यो त कानुनले फैसला गर्ने कुरा हो, कानुनले भन्ने कुरा हो, भोलि चाहिँ आयोग गठन गरेर गराउने कुरा हुन्। तर अपराधी जो छन्, वास्तविक अपराधी को छन्, ती अपराधीलाई दण्ड नदिएसम्म नयाँ कुरा यो सरकारले गर्यो भने पत्याउँदैन नेपाली जनताले। बानेश्वरको उसमा त कानुन त्यो छानबिन न्यायिक समिति नै बनाउनु पर्छ र सोलिड इभिडेन्स नै छ नि। जनताले सिधासिधी त्यत्रो रगत बगेको छ, बन्दुक चलेको छ, त्यहाँ गृहमन्त्री प्रधानमन्त्री जिम्मेवार नभए को हुन्छ? यहाँ त्यो त सोलिड प्रमाण छ नि। गृहमन्त्री प्रमाणित हुनुहुन्छ, आफै प्रमाणित गृहमन्त्री, आफै देशको प्रधानमन्त्री प्रमाणित, यहाँको स्थानीय
सिडिओ हुनुहुन्छ उहाँ प्रमाणित हो, यहाँको स्थानीय सरकार चाहिँ मेयर साहब हुनुहुन्छ उहाँ आफै प्रमाण हुनुहुन्छ, अपराधीको प्रमाण उहाँ आफै प्रमाणित हुनुहुन्छ। उहाँले पोहोर साल सिंहदरबार जलाइदिन्छु भन्नुभएको थियो सानो कुरामा, आज सिंहदरबार साँच्चै जलेर गयो। तर बालेन शाहले त्यस्तो ध्वस्त गर्छन् र बालेन शाह त नगर्नु पर्थ्यो, नेपालीको मनमा छन् नि, नगर्नु पर्थ्यो। यो ताना शाह काङ्ग्रेस एमालेको घेराबन्दीमा परेर उनको एउटा आक्रोश पो थियो त त्यतिखेर। ठिक छ, त्यो सब थियो भने उहाँले प्रमाणित गर्नु पर्यो नि त, होइन म सफा छु भने प्रमाणित गर्न सक्नु पर्यो, यिनीहरूको विरुद्धमा आउन सक्नु पर्यो, यिनीहरूलाई पक्रिने काममा यिनीहरूलाई कारबाही गर्ने काममा आउनु पर्यो। होइन त्यो सिंहदरबारहरू अड्डा अदालत जलाउनेहरू त पार्टीकै कार्यकर्ता नेताहरूको अनुहार देखि को हुन् भन्ने कुरा म फलानु भन्न सक्ने अवस्थामा छैन, त्यो त अनुसन्धानकर्ताहरूले पत्ता लगाउने कुरा हो। तर मुख्य मान्छे त यिनै हुन् नि, देशको प्रधानमन्त्री गृहमन्त्री लगायतका मान्छे त मुख्य हुन् नि। यी मान्छेलाई पक्रिएर राखेर अनि यिनीहरूलाई सोधेपछि यसले भनिहाल्छ नि फलाना मान्छेले गोली चलाएको, मैले होइन भने कसले त भन्नु पर्यो नि त, मैले चलाएको त अर्कोले चलाएको त भन्नुपर्छ नि। आफू भागेर सेनामा जाने, उनी अपराधीहरू भने किन सेनामा गए त, उनी अपराधी हुनु भने लुकेर किन सेनामा गएर शरण माग्ने किन गए, अपराध गरेका थिए, त्यो अपराधबाट बच्चमती उहाँ गए काटा हुनु नि। त्यस कारणले गर्दा यस्तो खालको क्रियाकलापले मुलुकमा शान्ति कायम भएको छैन। जस्तो अहिले जुन सरकार आइसकेको छ नि, तर सरकारले के गर्न त खोजिरहेछ नि, राइट देख्नु भएन, जुन कुराहरू गरिसक्नु भएको छ नि। जुनसुकै सरकार आए जस्तो अब महावीर पुन उत्तिकै उत्कृष्ट ल्याए त्यही किसिमले काम थालिसकेका छन्। अर्का सञ्चार मन्त्री जगदीश खरेलदेखि रामेश्वर खनालले त झन् अर्थतन्त्रमा धेरै सुधार गर्ने एउटा छाटकाट देखाइसके भनिसकेपछि तिनीलाई नै विरोध गर्ने कि सजेसन गर्ने, सुझाव दिने हो? व्यक्ति रूपमा पुरानो सरकार गएपछि नयाँ सरकार आउँदा मान्छेलाई अब अलिकति हुन्छ कि अब यो सरकारले गर्छ कि, पुरानो सरकार थोत्रो थियो, गलत थियो, अपराधी सरकार थियो, त्यो गयो अब यसले गर्छ कि भन्ने मनमा लाग्नु स्वाभाविक हो। तर त्यसको निम्ति यिनीहरूले गरेका काम जबसम्म जनताको अगाडि देखा पर्दैन तबसम्म जनतालाई विश्वास हुँदैन। सरकारमा आएका जसुकै मान्छे आए पनि, जसुकै इमान्दार विश्वासिला भए पनि यिनीहरू ककबाट सञ्चालित छन्, कहाँबाट सञ्चालित छन्, के गर्ने उद्देश्यले आएका छन्, यिनीहरू कसको पहुँचबाट आएका छन्, कसको सिफारिसबाट मन्त्री हुन आएका छन्, कसले भनेर यी मन्त्री भएका हुन्, यी सबै कुराको लेखोजोखो त आयोग बनेपछि आयोगले गर्ला नि, सरकारले गर्ला नि त। यो सबै कामको जिम्मेवारी चाहिँ सेना, नेपाली सेना हो जान्ने। होइन त बाराबर फाउन्डेसनले चाहिँ किन सेटिङ गर्छ त? नेपालको यो सत्ता फेर बदल गरेर के फाइदा लिन्छ र? आज संसारमा यही कुरा चलिरहेछ। बारबरा भनेको नेपालकै शाहवंशीय राजा चाहिँ त्रिभुवनका कान्छा छोरा वसुन्धराकी श्रीमतीको नाम हो बारबरा भनेको। उनी चाहिँ अमेरिकन पत्रकार रहेछन्, उनी चाहिँ क्रिस्चियन धर्मकी हुन्। उनी यहाँबाट आफ्नो श्री सम्पत्ति लिएर उहाँ गइन्, उनको थुप्रो सम्पत्ति छ। अब उनी पत्रकारिता पनि गर्छिन्, बितिन क्यार अब उनको नाममा एउटा फाउन्डेसन बनाइयो र त्यो फाउन्डेसनको क्षेत्र चाहिँ नेपालमै बनाइयो। होइन, तत्कालीन महेन्द्र सरकारले देश निकाला गरेको रे, अहिले पछि आएर प्रचण्डले नागरिकता बनाइदिए 64-65 सालतिर भन्ने कुरा राजा महेन्द्रले त्यसबेला यिनले गरेका कुकृत्यहरू अपराध भएको हुनाले यिनलाई चाहिँ निकाल्नु स्वाभाविक थियो। यहाँको सूचना बाहिर खोलिन् भन्ने कुरा यस्तै यिनै काम गरे त राजाले निकाल्यो होलान्। तर राजाले गरेका राम्रा कामलाई उल्टाउन यिनीहरू आएका, अहिलेका आएका त्यही क्षेत्रबाट तिनीहरूले खटाएका मान्छे प्रचण्डजी लगायतका को मान्छे आउनु भएको छ, कसले काम के जिम्मा लिएर आउनु भएको छ, उहाँहरूले आफूलाई मालिकले अरा काम गरिराख्नु भएको छ। कसलाई ल्याएर के गर्ने, के गराउने, कसो गराउने उहाँहरू गरिराख्नु भएको छ। इभिन अब भन्नुहोस् प्रचण्डजीले नै भन्नुभएको थियो अस्ति कहिले कोनी 2-4 महिना अगाडि, अब यहाँ सिंहदरबार जल्छन्, यहाँ यस्तो हुन्छन् त्यस्तो हुन्छन्, अब हेर न हामी के हुन्छन् भन्दा अस्ति त फ्याटे भनि पनि हाल्यो, अब यति गरिहाल्यो अब अर्थ पनि गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। अझै उहाँ के गर्नुहुन्छ त उहाँको हुतीले गरेको भन्ने पक्षमा छैन। उहाँ पनि यी नेपालको एउटा चाहिँ पाखाको एउटा बाहुनको छोरो हो। उहाँलाई विदेशीहरूले कुनले यसै नै बारबरा फाउन्डेसन जस्तै अरू कतिवटा फाउन्डेसनले, त्यति मात्रै छैन, अहिले अब तिब्बती अब नेपालको इतिहासमा हेर्नुहोस् न सबभन्दा ठुलो कुरा त के आछ अहिले भने दलाई लामा यहाँ भारतमा बस्नु भएको छ, फ्री तिब्बतवाला। उहाँको धेरै सेनाहरू नेपालमा भूमिगत रूपमा बसेर सुरक्षित रूपमा बसिरहेछन्, नेपालमा बसिरहेछन्, आफ्नो काम व्यवहार बसेका छन्। उनीहरू यहाँ बसेको झन्डै 65 वर्ष भयो। 65 वर्ष हुनुको अर्थ अहिलेसम्ममा उनीहरूका नाति पुस्ता पनि यहाँ जन्मिसके। 38,000 हाराहारीमा छन् भनिएको, 38,000 छन् र उनीहरूको नाति पुस्ता पनि जन्मिसके। त्यसबेला त्यति थिए, अहिले त उनीहरू छोरा भए, नाति भए, ती नाति पनि अब त ठुला भइसक्यो होला, 20-22 वर्षका भइसक्यो होला नातिहरू पनि। अब यिनीहरू समेत यहाँ एउटा ठुलो शक्ति भएको बेलामा आजसम्म ती दलाई लामाले नेपालको प्रधानमन्त्रीलाई शुभकामना दिएको वा कसैलाई कुनै कार्यक्रममा शुभकामना देखाएको थिएन। यसपालि उनले शुभकामना दिनुपर्ने कारण के पर्यो? उनले दियोलान्, शुभकामना दिनु राम्रै हो, तर यसको अन्तर्राष्ट्रिय राष्ट्रिय विभिन्न खालको महत्त्व आफ्नो ठाउँमा छ। यसको परिणाम भोलि पछि निक्लै जान्छ, यो पनि एउटा सङ्कटकै समस्या हो। अर्को
अब यहाँ अहिले जो सरकार आएको छ, सरकारले को कस्ता कस्ता मान्छे आए बसे भन्दा पनि हामीले यी सरकारले गरेका कामहरूबाट विश्वास गर्ने हो। होइन, आशा लाग्दै अनुहार छन् नि, अनुहार आशा लाग्दा भएर भएन। एक किसिम राष्ट्रको कुनै पोस्टमा हुँदा काम गरेर देखाएका व्यक्तिमाथि आशावादी हुनु पर्यो। उहाँहरू कुन कुन भूमिकामा कसरी काम गरिरहनु भएको थियो? कुलमान घिसिङ ऊर्जा सेक्टर चलाएकै मान्छे ऊर्जा मन्त्री भएर आउनुभयो होइन। अब रामेश्वर खनाल अर्थ सचिव चलाए मान्छे अर्थ मन्त्रालयमा आउनुभयो। अब सञ्चार जगतबाट तपाईँको जगदीश खरेल सञ्चार मन्त्री नै भएर आउनुभयो। अब उता वैज्ञानिक भनेका महावीर पुनी अब शिक्षा तथा वैज्ञानिक मन्त्रालय सम्हालेर आउनुभयो भनेपछि केही न केही आशा त गर्ने ठाउँ छ नि, होइन र? हामी सबै नेपालीमाथि आशा गरौँ, सबै असलै होलान्। हिजो अस्ति धेरै मान्छेले धेरैको आशा गरे, हिजो चाहिने रमेश लेखकको पनि आशा गरे, हिजो खगडप्रसाद ओलीको पनि आशा गरे, हिजो पुष्पकमल दाहाल पनि सप्रिएर आयोलान् भनेर उनको पनि आशा गरी हेरे नेपाली जनताले। हाम्रो शेरबहादुर देउवाको पनि आशा गरे, सबैको आशा गरे। नेपाली जनताको आशा गरिदिने हो, अहिले आएकाहरूको पनि आशा गर्नु स्वाभाविक हो। तर विश्वास कहिले हुन्छ भने यिनीहरूले गरेका कामको आधारमा। यिनीहरूको अनुहार हेरेर विश्वास गर्ने कुरा भएन कि है। अनुहार हेर्दा आशा गर्ने मन्त्री हुँदै नै छन्, विभागीय मन्त्री भएपछि उनीहरूको आशा गर्नै पर्यो नेपाली जनताले, नेपाली माटोले विश्वास गर्नै पर्यो। तर काम कहिले विश्वास गर्ने भन्दा आशा गर्ने, त्यो विश्वास गर्ने कहिले भन्दा उनीहरूको कामबाट। उनीहरूले काम प्रमाणित नगरुन्जेलसम्म सबभन्दा पहिलो काम त के भने अपराधीलाई पक्र्न सकेनन् भने यहाँ सत्तामा बस्ने भन्दा पनि अपराधी बलिया छन्, अपराधीहरूको पहुँच बलियो छ। अब जस्तो रिसेन्टली फेजमै तपाईँको गिरिबन्धुको फाइल होइन, नक्कली भुटानी शरणार्थीको फाइलदेखि शेरा दरबारको फाइल खोल्ने कुरा आएको छ। जुन पहिला बेचन झाहरूको फाइल खोलेर जुन पक्राउ गरेका थिए मनोज केसी, जुन त्यहाँबाट काङ्ग्रेस एमालेको सरकारले रिप्लेस गरेर हटाएको थियो, अहिले फेरि उनलाई नै डिआइजी सिआइबीको प्रमुख बनाएर ल्याइयो भनेपछि के गर्छन् होला? अब हामी व्यक्ति रूपमा को मान्छे कता आयो कता सरुवा भयो कता गयो हामी व्यक्ति रूपमा गर्दैन। हामी सरकारमाथि सक्षम भयो भने त सफल हुँदो रहेछ नि। हामी सरकारमाथि विश्वास गर्छौँ। नेपालमा हामी जनताले विश्वास गर्ने सरकारलाई हो। कुन मान्छेलाई कताबाट कहाँ लग्यो, कुन मान्छेलाई कताबाट कता लग्यो, कसको टेलिफोनको भरमा कता लग्यो, यो सबै जाने पक्षमा छैन म। उहाँहरूले गरेको कामबाट विश्वास गरिन्छ। त्यसकारण उहाँहरूले काम राम्रो गर्नुभएको छ अरे। के फाइलहरू उहाँ खोज्दै हुनुहुन्छ अरे, यो आफ्नो कुरा हुन्। यो फाइल खोज्ने कुरा भएको धेरै वर्ष भयो, 46 साल काम गरेर देखाए थियो नि मनोज केसीले त, होइन र? त्यो झादेखि आर्जुका नदीका पात्र बादलका छोरालाई जेल हालिसकेका थिए, त्यही अब आर्जुको फाइल खोल्न लाग्दाखेरि रातारात सत्ता पल्टेको होइन? ठिकै छ, हुन गयो खोजिया भए ठिकै छ, सत्ता पल्टिनु ठुलो कुरा भएन कि। यहाँ नेपाल र नेपाली जनताको अस्तित्वको कुरा छ। यहाँ को प्रधानमन्त्री हुने र को प्रधानमन्त्री नहुने भन्ने ठुलो कुरा हुँदै भएन। यो